सच्चित आनन्द स्वरूप रहनुहुने श्री कृष्ण भगवानको चरण कमलमा कोटि कोटि प्रणाम गर्दै उपस्थित भक्तवृन्दहरूमा मैले शुभ सन्ध्या टक्राउन चाहेँ र आज मैले एउटा सानो जिज्ञासा यहाँहरू समक्ष राख्न गइरहेको छु। कस्ता व्यक्तिलाई यो संसारमा कुनै पनि कसैको पनि निर्भरमा रहनु पर्दैन, त्यस्ता व्यक्ति कुनै जीव प्राणीहरूको कुनै कसैबाट पनि निर्भर रहने व्यक्तिहरूलाई कस्तो व्यक्तिलाई भनिन्छ भनेर भगवानले भन्नुभएको छ। यो भागवत गीताको 3 अध्यायको 18 श्लोकमा श्रीकृष्ण भगवानले भन्नुहुन्छ, न चास्या कीर्तेनार्थो न कृतेन कचन न चास्या सर्वभूतेषु कश्चिदर्थ व्यपाश्रय भनेर भगवानले भन्नुभएको छ। आत्माराम पुरुष जुन व्यक्ति आफू आत्मामै रमाउने हुन्छ त्यस्तो व्यक्तिलाई न कुनै निर्धारित कर्तव्य गर्ने पर्ने आवश्यकता हुन्छ, बाध्यता हुन्छ, न त यस किसिमका कर्म सम्पन्न नगर्नाका पछाडि नै कुनै कारण नै हुन्छ। कुनै काम गर्ने बाध्यता पनि हुँदैन र कुनै काम नगरे पनि कुनै कारण पनि रहँदैन भने त्यस्ता व्यक्तिलाई अरू कुनै पनि जीवात्मामाथि निर्भर रहनु पर्दैन र कुनै प्राणीको कसैको पनि आवश्यकता पर्दैन भनेर भगवान श्रीकृष्णले भन्नुभएको वचन यहाँहरू समक्ष राखेँ। हस्त, नमस्कार, धन्यवाद।